साथीहरू आज हामीले तपाईलाई यस भिडियो अन्तर्गत रहेर अहिले चलिरहेको टी20 वर्ल्ड कप 2026 को लाइभ मोबाइलबाट नेपालमा बसेर कसरी हेर्ने त्यसको बारेमा जानकारी दिन गइरहेका छौं। तपाईले टिभीबाट स्टार स्पोर्ट हिन्दी त्यसैगरी स्टार स्पोर्ट इंग्लिश र नेपाली च्यानलबाट कान्तिपुरी म्याचबाट हेर्न सक्नुहुनेछ भने आज चाहिँ हामीले तपाईलाई यस भिडियो अन्तर्गत रहेर घरमै बसी मोबाइलबाट फ्रीमा अफिसियल रूपमा कसरी हेर्ने टी20 वर्ल्ड कप त्यसको बारेमा जानकारी दिन गइरहेका छौं। अब जस्ट त्यसका लागि तपाईले आफ्नो प्ले स्टोरमा जानुहोस्। अब प्ले स्टोरमा गएर प्ले स्टोरलाई ओपन गरेपछि तल सर्चमा क्लिक गरेर माथि सर्च बारमा क्लिक गर्नुहोस् र सर्च बारमा क्लिक गरेर तपाईले आईसीसी भनेर सर्च गर्नुहोस्। अब आईसीसी भनेर सर्च गर्न साथै तपाईले आईसीसी अफिसियल भनेर एउटा एप्लिकेसन देख्न सक्नुहुनेछ अथवा एप्स देख्न सक्नुहुनेछ। जस्ट यसलाई तपाईले आफ्नो मोबाइलमा इन्स्टल गरेर ओपन गर्नुहोस्। मैले अलरेडी इन्स्टल गरिसकेको छु, म यसलाई ओपन गर्नेछु। अब ओपन गरेपछि एउटा यस्तो इन्टरफेस देखिन्छ। जस्ट तपाईले यहाँ कन्टिन्युजमा क्लिक गर्नुहोस्, फेरि तपाईले यहाँ अलोमा क्लिक गर्नुहोस् र फेरि तपाईले यहाँ कन्टिन्युजमा क्लिक गर्नुहोस्, फेरि अलोमा क्लिक गर्नुहोस्। अब तपाईले यहाँ देख्न सक्नुहुन्छ सिङ इन अर रजिस्टर भनेको छ। जस्ट तपाईले यहाँ क्लिक गर्नुहोस्। अब यहाँ क्लिक गरेपछि तपाईले लगइन अर क्रिएट योर अकाउन्ट भनेको छ। तपाईले अब एउटा अकाउन्ट क्रिएट गर्नुपर्ने हुन्छ यो एप्स लगइन गर्नको लागि। तपाईले सिङ अपमा क्लिक गरेर अकाउन्ट पनि क्रिएट गर्न सक्नुहुन्छ अथवा तपाईसँग इमेल आईडी र पासवर्ड छ भने तपाईले सिधै इमेल आईडी र पासवर्ड हानेर यसलाई तपाईले सजिलैसँग लगइन गर्न सक्नुहुनेछ। यदि तपाईसँग इमेल आईडी र पासवर्ड छैन भने तपाईले तल देख्न सक्नुहुनेछ सिङ इन विथ योर सोशल अकाउन्ट भनेर। हो यो तल दिएका सोशल अकाउन्ट मध्ये कुनै पनि अकाउन्टबाट यसलाई सिधै लगइन गर्न सक्नुहुनेछ। फेसबुक, गुगल, एप्पल अकाउन्टबाट पनि तपाईले यसलाई लगइन गर्न सक्नुहुनेछ। सबभन्दा सजिलो तपाईले गुगल अकाउन्टबाट लगइन गर्नुहोस् किनकि तपाईको मोबाइलमा कुनै न कुनै एउटा गुगल आईडी लगइन भएको हुन्छ। अब जस्ट त्यसको लागि तपाईले यहाँ गुगलमा टच गर्नुहोस्। अब गुगलमा टच गरेपछि तपाईको मोबाइलमा जति पनि जीमेल आईडीहरु लगइन छ यहाँ शो गर्छ। त्यसमध्ये तपाईले कुनै एउटा आईडीबाट यसलाई लगइन गर्नुहोस्। मैले यहाँ एउटा आईडी सिलेक्ट गरे। अब लगइन गरेपछि जस्ट तपाईले यहाँ कन्टिन्युजमा क्लिक गर्नुहोस्। अब यहाँ क्लिक गरेपछि एउटा तपाईले यहाँ युजर डिटेल भनेको छ। यो युजर डिटेल भर्नुपर्ने हुन्छ। जुन स्टार लागेको छ त्यो अनिवार्य भर्नु होला। फर्स्ट नेम भनेको छ, मैले यहाँ आफ्नो नाम राखेको छु भने लास्ट नेममा आफ्नो थर राखेको छु। त्यसैगरी कन्ट्रीमा तपाईले नेपाल सिलेक्ट गर्नुहोस्। अब कन्ट्रीमा मैले यहाँ नेपाल सिलेक्ट गरे र तपाईले अब यो सबैमा यसरी टिक लगाउनुहोस्। अब टिक लगाएपछि जस्ट तपाईले क्रेडिट अकाउन्टमा यहाँ क्लिक गर्नुहोस्। अब यहाँ क्लिक गर्न साथै तपाईको यहाँ आईडी बनिसकेको छ। जस्ट तपाईले यहाँ फिनिशिङमा टच गर्नुहोस्। अब फिनिशिङमा टच गर्न साथै तपाईको यो आईडी क्रिएट भइसकेको छ। अब तपाईले यहाँबाट सजिलैसँग टी20 वर्ल्ड कप लाइभ 2026 को सबै म्याचहरु हेर्न सक्नुहुनेछ। तपाईले नेपाल लगायत अन्य सबै देशको म्याच तपाईले टी20 वर्ल्ड कप आफ्नो मोबाइलबाट हेर्न सक्नुहुनेछ। अब तपाईको लाइभ सुरु भएपछि तपाईको लाइभको सिग्नल देखाउँछ। जस्ट तपाईले लाइभको सिग्नल देख्न सक्नुहुनेछ। हो उक्त लाइभको सिग्नलमा टच गरेर तपाईले सजिलैसँग लाइभ हेर्न सक्नुहुनेछ अथवा तपाईको यहाँ वाच लाइभ भनेर तल आउँछ। वाच लाइभमा क्लिक गर्न साथै तपाईको यहाँ लाइभ स्टार्ट हुन्छ अथवा सुरु हुन्छ। अहिले चाहिँ यहाँ म्याच सुरु भएको छैन, तपाईको यहाँ देखाएको छैन र म्याच सुरु हुनु साथै तपाईको यहाँ लाइभ देखाउँछ र लाइभमा क्लिक गर्न साथै तपाईले सजिलैसँग टी20 वर्ल्ड कप लाइभ हेर्न सक्नुहुनेछ। अब तपाईले स्कोर बोर्ड पनि हेर्न सक्नुहुनेछ। जस्ट तपाईले स्कोर बोर्ड हेर्नका लागि यहाँ टच गर्नुहोस्। अब यहाँ टच गरेपछि तपाईले सजिलैसँग स्कोर बोर्ड हेर्न सक्नुहुनेछ। ग्रुपहरुको कुन ग्रुपको कति स्कोर छ भनेर तपाईले सजिलैसँग हेर्न सक्नुहुनेछ। नेपाल समूह सीमा छ, तपाईले यहाँ देख्न सक्नुहुनेछ। नेपालले दुईटा म्याच हारे। स्कोर बोर्डमा नेपालको तल छ 0 अंक छ, तपाईले यहाँ देख्न सक्नुहुनेछ र तपाईले यहाँ दुईटा म्याच हारेको देख्न सक्नुहुनेछ जसमा वेस्ट इन्डिज चाहिँ फर्स्टमा छ। हो यसैगरी तपाईले यहाँबाट स्कोर बोर्ड पनि हेर्न सक्नुहुनेछ र म्याचमा क्लिक गरेर कुन म्याच कहिले हुन्छ भनेर तपाईले सजिलैसँग हेर्न सक्नुहुनेछ। अब नेपालको म्याच चाहिँ तपाईको वेस्ट इन्डिजसँग छ, तपाईले यहाँ देख्न सक्नुहुन्छ। नेपाली समयअनुसार फागुन 3 गते 11:15 हो यो म्याच पनि तपाईले सजिलैसँग यसै तरिकाबाट हेर्न सक्नुहुनेछ।